ल भाइलाई पनि तिम्रो छेउमा राख त भाइलाई पनि फुल ल म त गएँ छोरो बाई जाने हो तिमी पनि जाने हो कहाँ जाने भन हाँसिदेऊ न ल हाँसिदेऊ दिदी किसिमको सेलरोटी पाकिरहेछ यहाँ राम्रो भयो त पानी सकिन्छ धेरै पानी थप्नु पो त्यहाँ पछि फेरि राम्रो भयो त सेल त्यो चाहिँ के ठोकने पानी यो चाहिँ किन यसो गर्नुपर्ने रे तेल बनाउन मैले त कहिले राख्दिनँ ल एकचोटि हाँस्नु त दिदी बनेछ त यस्तै हो क्या कति राम्रो भएको थियो यस्तो सेलरोटी कसैको होला त उता अब माला टोरीहरूले सिद्ध भाइ हिँडिसक्यो क्या ल के हो यिनीहरू यस्तो आज तिजो र होइन होला के हो यस्तो नि लगाइदिने अरे उसले भाइलाई अङ्कललाई पनि पुग्छ भने बनाइदिनु नि अङ्कलको अनुहार नि त लाग्दैन एकले भने ल निकालिसक्यो भाइले त भोलिको लागि हो नि त यता ट्राई मात्रै गरेको सुहाइहाल्यो देखाउन हेर त ल जरो फुल माथि हेर्छु अनि कति बज्यो होला आजको दिनमा ल आउँछु के गर्दैछौ तिमी यहाँ ठिक पर्ने होइन अब लुगा लगाउने को हो कान्छ कपासको कुन भाग हो अब रेडी हुन लाग्यो अब तपाईँलाई पुरेको नि ल म चाहिँ अब ठिक पर्नु हिँडेँ मेकअप गरेको नि
कुरा सबै एकपट्टि लगाउँछु। हेर त छ बिना छोरा ठुलो आँगनमा जैन खेली नाच पहिले बेली र चमेली ठुलो आँगनमा जैन खेली नाच पहिले बेली र चमेली ठुलो आँगनमा जैन खेली नाच पहिले बेली र चमेली ठुलो आँगनमा जैन खेली नाच पहिले बेली र चमेली नाच पहिले बेली र चमेली हे उज्यालो छ जगतै सारा घर बेटीको हँसिलो मुहारा 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 घर बेटीको हँसिलो मुहारा हाय कामना हामीले हाय गर्दछौ पहिले हाय शत्रुको आँखा हाय नलागोस् कहिले हाय छोरा र छोरीले हाय राम्ररी पढुन् हाय जतै सम्झी हाय अगाडि बढुन् हाय शिरदेखि पाउसम्म हाय सुनै र छाउन् हाय संसारै भरि हाय गुनै र लाउन् हे दिल खोलेर गर्नु है दान सधैँभरि गरौँला सम्झना